नमस्कार। आज हामी पूर्व नेपालको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल बराह क्षेत्र सुनसरीको यात्रा गर्दैछौँ। महेन्द्र राजमार्गको इनरुवा र इटहरी बिचमा पर्ने कान्छी चौकबाट करिब 20 किलोमिटरको यात्रापछि हामी चतरा हुँदै धरतीको पहिलो तीर्थस्थल बराह क्षेत्रधाम आइपुगेका छौँ। यो क्षेत्र हिन्दू र किराँत धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो। भगवान बराह विष्णुको तेस्रो अवतार मानिन्छ। पुराणहरू अनुसार भगवान विष्णुले हिरण्यक नामक दैत्यलाई वध गरेर पृथ्वी धरालाई समुद्रबाट उद्धार यही स्थानमा गरेको विश्वास छ। यहाँ विभिन्न धार्मिक अनुष्ठानहरू आयोजना भइरहेका हुन्छन् भने माघे सङ्क्रान्ति बराह जयन्तीमा श्रद्धालुहरूको निकै भिड हुन्छ। मन्दिर नजिकै रहेको पोकाहा र कोशी नदीको सङ्गम अद्भुत छ। यहाँ स्नान, पूजापाठ र श्रद्धा गर्नेको भिड देखिन्छ। यहाँ धातुबाट बनेको ढुङ्गा छ जसलाई उचाल्न सके रोग र पापबाट मुक्त हुने जनविश्वास छ। मन्दिर वरिपरि पुराना मूर्ति, यज्ञस्थल र धार्मिक कला साथै अन्य धेरै मन्दिरहरू देख्न सकिन्छ। प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र शान्त वातावरण भएको बराह क्षेत्रले सबैलाई आकर्षित गर्छ। यात्रा मन पर्यो भने लाइक, सेयर गर्न नभुल्नुहोला। धन्यवाद। जय बराह।